हे गाइस सो आज चाहिँ म एउटा एक्सपेरिमेन्ट गर्न गइरहेको छु अनि त्यो चाहिँ हो यस आई मिन लुक एट दिस मलाई चाहिँ यो कपडाहरू सिलाउन यसलाई काट्न बहुत रमाइलो लाग्छ आई मिन मैले धेरै कपडाहरू त यो के अरे खेर फालिसकेको छु कि यसै एक्सपेरिमेन्ट गर्दा गर्दै अनि अब पालो यसको छ यसलाई ड्यामेज गर्ने पालो आएको छ यो राम्रो छ बट आई डोन्ट नो मलाई किन अब यसलाई यसको टाइम सक्यो जस्तो लागिरहेछ सो लेट्स सो ब्युटिफुल बट आई कान्ट कन्ट्रोल माइसेल्फ आई लभ टेकिङ रिस्क यु नो सो म यसलाई पहिला लगाएर पनि देखाउँछु ल एन्ड हियर इट इज मसँग भएको सामानहरू चाहिँ स्केल फर मेजरमेन्ट अनि सिजर अभियसली कटिङको लागि अनि दिस फर सेविङ यु नो लेट्स सी म यति सामानबाट के गर्न सक्छु है त्यो कपडामा मैले चाहिँ यसलाई यसरी डाइरेक्ट कैँचीले काट्नुभन्दा पनि यो अलरेडी यो यसमा सिलाएको धागो हुन्छ नि त्यसलाई एउटा एउटा गरेर निकालिरहेको छु विथ द हेल्प अफ दिस अनि यो टाइम लाग्छ हैन अनि बट मलाई यस्तै राम्रो लाग्छ आई मिन म यसमै फोकस भएर हुन्छ नि डिटेलली काम गरेर हुन्छ नि त अनि यो कुराले गर्दा चाहिँ म ओभरथिङ्क गर्न या फिर त्यस्तो कुराहरूबाट लाइक हुन्छ नि डिस्ट्र्याक्ट हुन्छु अनि मलाई यस्तै कामहरू राम्रो लाग्छ त्यही भएर मेबी अब लाग्छ 1-2 घन्टा त लाग्छ म यहाँ मुभी पनि हेर्दैछु सो लेट्स सी के हुन्छ सो यो चाहिँ अपरेसन रुममा आएर सर्जरीको लागि रेडी भइसकेको छ